आज फेरि बाबाले नि छेउ के अरे चाम्रे छेउ भन्छ अरे यसलाई लिएर आउनु भएको रहेछ। ए चाम्रे छेउ अस्ति खायो हामीले देउले छेउ, आज चाम्रे छेउ चाहिँ खाएको छ है साथीहरू। अनि छेउ चाहिँ नि यसरी हेर्नु नि मुढामा कस्तो मजाले फलाइरहेको छ, कस्तो मजाको हुँदो रहेछ यो मुढामा चाहिँ। हेर्नु त सेतै परेर फलिरहेको छ चाम्रे छेउ। हाम्रो बस्तीमा चाहिँ यस्तै हुन्छ है। अनि आजको लन्चमा चाहिँ के बनायो हेर्नु होला साथीहरू। यो सिजनको बुदुना माछाहरू खानुभयो कि भएन तपाईँहरूले? हाम्रो त हस्बेन्डले बुदुना माछा लिएर आएको थियो। हामीले सिजनमा बुदुना अनि हिले माछाहरू त खान्छौँ है। यहाँ मरमसला पाक्दैछ। यता चाहिँ फर्सीको मुन्टा बनाउनु आँटेको। फर्सीको मुन्टा 12 बजीको लन्च बनाएको है म चाहिँ। साथी हो पाक्यो मेरो यहाँ माछा पनि पाकेर रेडी भयो। यता फर्सीको मुन्टा पनि पाकेर रेडी। अनि चाहिँ यहाँ हाम्रो बुहारीहरू चाहिँ जाँदैछ आज बुहारीको माइत नानी लिएर मिरिकतिर। है नानी पनि अब रेडी, मेरो कान्छु पनि रेडी। अब कसले खेलाउनु बाबु? रेडी भयो। यहाँ यी मोडल चाहिँ यहाँ छ, आज हाफ प्यान्टमा छ। यहाँ चाहिँ हाम्रो भाइ नमस्ते कर। नमस्ते। हातले नमस्ते गर भनेको छिटो कर। सबलाई यहाँ केटीहरूले नि हेर्छ, छिटो कर नमस्ते। हौ त्यस्तो सिङ्गल केटीहरू छ भने मसँग मिङ्गल हुनु भन्। बाबु ताता, बाबु नानु जाउला ताता। यता हौ ल टाटा बुहारी, रामेसी जानु। लु बुहारीहरू पनि निस्के। ल ल ल ल ल ल ल रामेसी जानु ल। सेफ जर्नी। वो नक्कलीमा आउँदैछ तल।